पूर्व उपराष्ट्रपति सम्माननीय नन्द बहादुर गुरुङ मगर पासवानजीको प्रमुख आतिथ्यतामा यो हामीले कार्यक्रम सम्पन्न गर्न सकिरहेका छौँ। त्यसै गरी नेपाल मोर्चा केन्द्रीय समितिका सल्लाहकार वरिष्ठ पूर्व महासचिव हुँदै वरिष्ठ उपाध्यक्ष र हाल लुम्बिनी प्रदेश काङ्ग्रेस सभामुख आजको कार्यक्रममा विशिष्ट अतिथिको रूपमा हामीले उहाँलाई चाहिँ पाएका छौँ। हामी यो अर्थमा सबै खुसी छौँ। हामीसँग थुप्रै राजनैतिक दलबाट प्रतित्व गरेर आउनुहुने हाम्रा नेपाल मोर्चा केन्द्रीय समितिका सल्लाहकारहरू पनि हामीसँग हुनुहुन्छ। विभिन्न प्राज्ञहरू पनि हामी माझ हुनुहुन्छ। त्यसैले पनि यो आजको हाम्रो कार्यक्रम ऐतिहासिक बन्दैछ। राष्ट्रिय रूपमै यो राष्ट्रिय कार्यशाला हामीले चाहिँ यो कार्यक्रमलाई सम्पन्न गर्न खोजिरहेका छौँ। आर्थिक रूपमा संयोजन गर्छौँ नेपाल मोर्चा केन्द्रीय समितिका हाम्रा वरिष्ठ उपाध्यक्ष धनबहादुर गुरुङ मगरज्यू प्रति पनि हामी हार्दिक आभार प्रकट गर्न चाहन्छौँ। उहाँ लगायत संसदीय गाउँपालिकाप्रति हामी हार्दिक आभार प्रकट गर्न चाहन्छौँ र संसदीय गाउँपालिकाको मद्दतमा रहेका सम्पूर्ण वडा समितिका हाम्रा जनप्रतिनिधिज्यूहरू तपाईँ सबै सबैप्रति हामी हार्दिक आभार प्रकट गर्न चाहन्छौँ। तपाईँहरूको आर्थिक सहयोगका कारणले गर्दा यो आज कार्यक्रम सम्पन्न हुँदैछ। हामीले यो रोल्पा जिल्लाको यो जेलबाङमा